इतिहास लेख्नलाई लाखौं मान्छे चाहिँदैन, करोडौं मान्छे चाहिँदैन। एकजना यदि ईमानदार मान्छे रहेछ भने इतिहास लेख्न सकिन्छ, इतिहास रच्न सकिन्छ। तर इतिहास मेटाउन खोज्यो भने करोडौं मान्छे भेटिन्छ। त्यसैमध्ये एउटा हुन् बालेन शाह। सबैजना आज छातीमा हात राखेर भन्नुस्, यदि बालेन शाह, रवि लामिछाने, सुदन गुरुङ यो तीन जने अथवा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण टिम केवल एक दशक मात्रै उहाँहरूले आफ्नो सत्तामा टिकिरह्यो भने हाम्रो देशको इतिहास लेखिन्छ, रचिन्छ अथवा मेटिन्छ। छातीमा हात राखेर भन्नुहोला, किनभने म कुनै गलत कुरो गरेको होइन। मलाई जे राम्रो कुरो लागेको छ म त्यही राम्रो कुरा गरेको छु। तपाईहरुलाई कस्तो लाग्छ? यदि केवल एक दशक मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण टिम, खास गरी बालेन शाह, रवि लामिछाने र सुदन गुरुङ एक दशक मात्रै टिक्यो भने इतिहास कोरिन्छ, लेखिन्छ, रचिन्छ। तर इतिहास मेटाउने, रच्ने अथवा लेख्ने जति पनि प्रक्रिया छ नि हामी जनताको हातमा छ। हामी जनताले लेख्ने, रच्ने र बनाउने र कोर्ने काम कसलाई दिने हो त्यो कुरा हामीले विचार गर्नुपर्छ। आज गर्वको साथ भनिरहेको छु, यसपालिको भोट सही ठाउँमा हालेको छ। यसपालिको हथौडा सही ठाउँमा हालेको छ हामीले। अफसोस छैन, दुःख छैन। हुन त रुने मान्छेको कमी छैन संसारमा। यदि कसैले खुट्टा तानेन, कसैले खुट्टा काट्ने प्रयास गरेनन् भने यसपालि केवल एक दशक मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार यदि टिकिरह्यो भने इतिहास लेखिन्छ, इतिहास लेखिन्छ, इतिहास कोरिन्छ। तर इतिहास मेट्न दिँदैन, किनभने रवि लामिछाने, सुदन गुरुङ र बालेन शाह यिनीहरू भनेको इतिहास